हेलो, गुड मर्निङ, सेवारो, नमस्ते साथीहरू। यतिखेर चाहिँ म बिहानै 4:30 बजी उठेको छु अनि उठेर बाहिर हेर्दा चाहिँ 4:30 बजी नै उज्यालो भइसकेको रहेछ अनि म चाहिँ उज्यालो भइसकेछ भनेर यतिखेर फ्रेस हुन गइसकेको छु अनि फ्रेस भएर ब्रस गरिसकेर म चाहिँ रुमतर्फ आएको छु साथीहरू। अनि रुमतर्फ आएर पनि अब अनुहार पुसेर अब अनुहारमा केही अब लगाउनु पर्यो, घाममा हिँडिन्छ नि त, त्यही भएर प्रोटेक्ट गर्नको लागि लगाउँदैछु साथीहरू। अनि म चाहिँ यतिखेर इलामदेखि इटरी हुँदै धरानसम्मको यात्रा हजुरहरूलाई गराउने छु र म पनि गर्नेछु साथीहरू। अनि साथीहरू यति मात्र नभएर म चाहिँ केही कुरा पनि भन्न गइरहेको छु। मानिसहरूको सोचाइ नियतहरू कतिसम्म गलत हुँदो रहेछ। एउटा छोरी मान्छे मात्र बाहिर घुम्न जाँदा मानिसहरूले कति गलत नजरले हेर्दो रहेछन् भन्ने कुरा चाहिँ मैले यहाँबाट थाहा पाएँ साथीहरू। म अहिले मात्र नभएर पहिला पनि एक्लै नै हिँड्दै यात्रा गर्दै आएको हो र पनि मानिसहरूले चाहिँ बिहे गरिसकेपछि चाहिँ एक्लै यात्रा गर्दा चाहिँ कतिसम्म कुरा गर्दो रहेछन् भन्ने कुरा चाहिँ मैले आज बल्ल थाहा पाउँदैछु साथीहरू। अनि एक्लै हिँड्दैछ, यसको सम्बन्ध बिग्रियो कि यो राम्रो पो छैन कि भन्दै मानिसहरूले चाहिँ कति गलत कुरा गर्ने क्या। अनि म चाहिँ धरान पुगिसकेर नि यहाँनिर आँपको अचार राख्दैछु। मम्मी चाहिँ जाँड सेलाउँदै हुनुहुन्छ अनि मम्मी र म चाहिँ पुरा गफ गर्दै यहाँ मम्मी चाहिँ जाँड सेलाउँदै हुनुहुन्छ, म चाहिँ भिडियो बनाउँदै अनि मम्मीहरूको कुखुरा देखाउँदै यता करेसा बारी अब डुल्नु जान्छु भन्दै मम्मीलाई चप्पल मागेँ अनि म करेसा बारीमा आँप देखाउँदै अब सुँगुर पनि 2टा पाल्नु भएको रहेछ क्या मम्मीले। अनि सुँगुर पनि कति बलियो रहेछ भन्दै पुरा म चाहिँ देखाउँदैछु। अनि यतिखेर चाहिँ भेन्डी पनि देखाउँदैछु, घर पनि पुरा देखाउँदैछु। हाम्रो मम्मीले चाहिँ जाँडहरू निगारहरू पारेर बेच्नुहुन्छ नि त। अनि मम्मीले चाहिँ मलाई यो छोरी मान्छे भएर जहाँ जाँदा नि कामले नछोड्ने रहेछ भन्दै मलाई चाहिँ भन्दै हुनुहुन्छ। अनि भाइ चाहिँ मेरो छेउमा आएर पानी खाँदै मलाई हेर्दै जाँदैछ। अनि साथीहरू मानिसहरूले चाहिँ साह्रै यो छोरी मान्छे भएर एक्लै हिँड्दा चाहिँ साह्रै नराम्रो नजरले हेर्ने क्या। अनि जति जे गर्दा नि राम्रो गर्न चाहिँ नसकिने रहेछ। अनि म चाहिँ 4वटा बट्टामा आँप राखिसकेर हामी चाहिँ अब बजार जान रेडी आमा छोरी। अनि हामी चाहिँ यहाँ बाटोमा हिँड्दैछौँ अनि म चाहिँ मम्मीसँग पुरा गफ लगाउँदै हिँड्दैछु अनि बाटो पनि देखाउँदैछु यस्तो छ बाटो भनेर। अनि हामी चाहिँ यहाँ सिटी पक्रिन्छौँ, सिटीबाट हामी चाहिँ माथि भानुचोक जाँदैछौँ साथीहरू। भानुचोक चाहिँ हामी अब पुगिसक्नु आँटेको छौँ, पुगि पनि सक्यौँ हामी भानुचोकबाट फर्केर यहाँ केही सामान लिनको लागि पर्खिरहेको छौँ। अनि हामी चाहिँ अब सामान लिएर फर्कि पनि सकेको छौँ साथीहरू। बाई बाई, थ्याङ्क यू फर वाचिङ भिडियो साथीहरू, बाई बाई।